हेलो अनि नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल सिलास नेपालीमा। आज चाहिँ म र मेरो बुढा भएर सिडनीको ओलम्पिक पार्क जाँदैछौँ होइन। यहाँ चाहिँ म पहिला पनि आएको थिएँ अनि मलाई चाहिँ यो ठाउँ एकदमै मनपर्छ कि एकचोटि आएको छु तर एकदमै शान्त पिसफुल ठाउँ छ क्या। त्यसैले आज म हजुरहरूलाई सिडनीको यो रमाइलो हरियालीले भरिएको ओलम्पिक पार्कमा साइक्लिङ राइडिङ देखाउने छु। अनि हामी यहाँ ओलम्पिक पार्क भित्र आइपुग्यौँ र गाडी पार्क गरेर आशिषले चाहिँ यता टोकन काट्दै हुनुहुन्छ र यहाँ सानो सानो बेबीहरूको लागि के यस्तो राम्रो पार्क पनि छ क्या खेल्नलाई होइन। अनि आशिषले चाहिँ यहाँ मलाई फन एक राउन्ड घुमाइदिनु भएको छ। अनि हामी चाहिँ यहाँ साइकल राइडिङ गर्ने ठाउँ आइपुगेका छौँ। अनि 1 आवरको चाहिँ $20 र 2 आवर्सको चाहिँ $30 थियो। अनि हामीले चाहिँ 1 आवरको लागि मात्रै साइकल राइड गर्ने भनेर प्लान गऱ्यौँ किनकि 2 आवर्स त गाह्रो हुन्छ। फर्स्ट टाइम थियो। अनि यो चाहिँ हो येलो कलरको मेरो लेडिज साइकल। अनि मैले चाहिँ यहाँ हेलमेट लाएँ। हुन त नेपालमा साइकल कति चलायो है। यो साइकल चलाउनु चाहिँ त्यस्तो मलाई गाह्रो चाहिँ लाग्दैन, हल्का गेयर होला साइकल थियो सो मलाई अलिक डर लागेको थियो तर इट्स इजी, मलाई एकदमै सजिलो लाग्यो। अनि आशिष चाहिँ यहाँ अगाडि गइसक्नु भएको छ। अनि मैले चाहिँ यहाँ एउटा हातले साइकल चलाएर एउटा हातले चाहिँ पुरा भ्लगिङ गर्दै मैले साइकल चलाइरहेको थिएँ क्या। अनि मेरो बुढाले चाहिँ त्यसरी नगर ल चोट लाग्न सक्छ भनिराख्नु भएको थियो तर मलाई चाहिँ आफूमाथि विश्वास थियो, मलाई साइकल चलाउन आउने भएकोले मैले चाहिँ भिडियो बनाइरहेको थिएँ। यति दुःख गरेर भिडियो बनाएको छु त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नु। अनि यस्तो गर्मी थियो होइन। अनि आशिषले चाहिँ सनग्लासेस लिन बिर्सिनु भएको थियो सो सनग्लासेस लिएर अनि हामी चाहिँ लाग्यौँ फेरि। अनि यस्तो ओह्रालो बाटो थियो क्या, हेर्नु न म त डर लागेर यस्तरी मोबाइल पकेटमा राखेँ। हेर्नु न अझ यो कस्तो राम्रो सुन्दर तालके। अनि यहाँको फराकिलो साइक्लिङ ट्र्याक, सुन्दर दृश्य र खुल्ला वातावरणले साइक्लिङ गर्न अझै रमाइलो बनाउँछ। अनि यो सिडनीको ओलम्पिक पार्क सन् 2000 को ओलम्पिक खेलका लागि बनेको यो पार्क अहिले खेलकुद, कन्सर्ट, साइक्लिङ र परिवारसँग घुम्नका लागि धेरै नै परिचालित छ। र साथै यहाँ चाहिँ हामीले ड्राई पिकनिक नि गर्न मिल्दो रहेछ। अनि मैले चाहिँ लास्ट टाइम होइन यहाँ आएको बेला एउटा नेपाली फ्यामिलीहरूले होइन बेबी सावर नि गर्नु भएको थियो क्या, यस्तो राम्रो डेकोरेसन गरेर। सो यो ठाउँ चाहिँ एकदमै पर्फेक्ट र राम्रो छ यो पार्क होइन। अनि यो पार्क के मेरो घरदेखि नजिकै पनि पर्छ, विथिन 10 मिनटको ड्राइभमा म चाहिँ यहाँ पुग्छु। अनि मलाई चाहिँ यो पार्क एकदमै मनपर्छ। साइकल चलाउँदै थिएँ है, यस्तो कालो क्या बाटो। अनि म त साइकल उठी साइकल चलाएर आशिष भन्दा नि अगाडि पुगेँ म। अनि हेर्नु न यहाँ यस्तो राम्रो त्यो फुलहरू क्या, यति मन परेको मलाई यो फुलको त्यो रङ्गी बिरङ्गी कलरहरू देखेर। अनि एकछिन हामीले यहाँ फोटोहरू खिच्यौँ होइन। अनि त्यसपछि चाहिँ लाग्यौँ फेरि हामी साइकल चलाउँदै अगाडिको अवलोकनमा। कस्तो राम्रो के यो चराको नाम के हो है मलाई थाहा भएन तर यिनीहरू बाहिर घाप ताप्न आएको रहेछ क्या। अनि मैले भिडियो नि लिएँ। जे जति जस्तो सुकै होस् भिडियो बनाउन चाहिँ छोडिँदैन। अनि यो पार्कमा के हरियाली, सफा वातावरण र सुन्दर दृश्यले यो ठाउँलाई अझै यति राम्रो बनाउँछ क्या है। अनि मलाई चाहिँ यस्तो पानी प्यास लागेको थियो क्या। अनि यहाँ चाहिँ पानी खाने ठाउँमा पुगेर मैले पानी खाएँ है। अनि हाम्रो चाहिँ 1 आवर पुग्न लागिसकेको थियो क्या। अनि त्यसैले आशिषले चाहिँ अब हामी धेरै टाढा छौँ, रिटर्न हुनुपर्छ भन्नुभयो। त्यसैले अब चाहिँ हामी यो साइकल रिटर्न गर्ने सेन्टरतिर जाँदैछौँ। अनि मलाई चाहिँ कि यो भिडियो बनाउन एकदमै मनपर्छ कि है। मैले जसरी भयो नि भिडियो चाहिँ लिएकै छु क्या होइन। 1 आवरको टाइममा पनि मैले यत्रो भिडियो बनाएर आफूले पनि इन्जोय गरेँ होइन। अनि हामीलाई चाहिँ एकदम त्यो साइकल चलाएर थकाइ लागेको थियो क्या। सो आशिषले चाहिँ एकछिन रेस्ट गरौँ भन्नुभयो। अनि रेस्ट गरेँ एकछिन त। अनि आएर हामीले साइकल रिटर्न गरिदियौँ। आजको यो साइक्लिङको भ्लग यतिमै साथीहरू। आशा छ हजुरहरूले मेरो यो राइड मन पराउनु भयो होला भनेर। अर्को भ्लगमा फेरि रमाइलो ठाउँ लिएर आउनेछु। धन्यवाद, फेरि भेटौँला, बाई।